काट्छस् च्यात्नु मिल्दैन ल कसले लिएर आएको तास खेल्नलाई कसरी गर्छ त काट्न लिएर आएनस् छैन हौ पागललाई तास खेल्न कसले लिएर आएको भयो के आयो तेरो राम 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 रन आएको छ त रन आएको छ त किन प्याक गरे ल अब सबैले प्याक गर्छ अनि मलाई मात्र पो दोष दिन्छ यसलाई पनि भन्न त यसले चाहिँ प्याक गरेर त तेरो बाउलाई खेल्न आउँछ को किन घर जानु नफेल एकछिन खेलौँ भने ल चल्ने हैन ओ तेरो त खतरा तास चल्नु यो अलिकति बहिरो छ के यसलाई लाग्छ यसले बोलेको कसरी सुन्दैन तर यसको साउन्ड स्पिकर जत्रो छ हेलो हाई म नहेरी चल्ने ल कस्तो हेरे हैन ए आँखा चिम गर्दाखेरि कसरी देख्छ भने ए यस्तो गर्दाखेरि देख्छ यसरी कहाँ पनि देख्छ त्यसो भए आँखा चिम गरे कति ल भाइ त्यस्तो हुँदैन ओइ अहिले ल 10 आयो के ल 10 आयो हाल ल ल ल ओइ दुजना के माला आयो क्या यार माला आयो जस्तो छ यार दुजना के तास 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 ठुलो सरले भन्न हौ तास हाँस ल खोल देखा सोर के तास त देखा नि त देखा तेरो पालो हैन तैले खोला हैन तैले खोल्या ल देखा 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 त्यहाँ राख देखा त यहाँ राख ल राख के छ हो यसलाई जित्ने चाहिँ ल तेरो पनि एका ट्रायल एका ट्रायल हैन एका चवाल लौ चौवा चौवाल के हो यो चौवाल भनेको तीनटालाई तिरेल चारवटा चौवाल पाँचवटा पाँचवाल के भयो धेरै यस्तो चाहिँ मलाई पचेन है के रे पचेन मलाई ए हजुर मलाई सर्ट भक हारिसकिस् त यु अलवेज गेट आउट यसले त चौवाल खेल्दा रहेछ के खेल्ने यही बस अहिले सँगै घर जाने त हो नि साइडमा बस तो हात नटेक न तो हात नटेक मारे कति चाहिँ हात टेक्छस् ए हात नटेक ओए मेरो त रन आएछ कसैले नभन ल चुप साइको चल नभन भने तँलाई साथी कति बज्यो घडी हेर न टाउको यस्तो नगर हातमाथि नराख हातमाथि बराबर हात यस्तो नगर यस्तो चाहिँ गर्दा त गर्दा साला त्यसरी नहिँड होइन भने होइन यसरी नहिँड भने होइन म हारिसकेँ यसरी नहिँड यसरी नखा हारिसकेँ अलक्षिणा यसपालिको दसैँ पनि खल्लै हुने भयो किन के भएर बाबै चुतिया होला म कस्तो चुतिया फेरि उहाँ हेर न के गरे तन्न तानेर ल यस्तो फोर तन्ना छ भोलि दसैँ हो थाहा छैन तँलाई धुनु पर्न अब झ्याम हान्छ अन्त आफ्नो कट्टु धरी धुँदैन मेरो तन्ना धुइदिने साला बिहान चढाएर आयो क्या अरे बुढो दसैँमा लुगा नकिनिदिने ए भनेपछि तँलाई लुगा चाहियो ल के हो यो लुगा लाएर आएछ नि
ए बाउ यस्तो नि लुगा हुन्छ भने बिहान यस्तो फोहोर न फोहोर तन्ना छ भोलि दसैँ हो थाहा छैन तँलाई धुनु पर्न अब यही खानु मेरो तन्न लगेको के हो तन्नाको यो के हो यो नर्सले लाउने जस्तो यो प्यान्ट हो यो साला हाम्रो पालामा कहाँ यस्तो हुन्थ्यो माथि हेर त त्यस्तो हुन्थ्यो बाउ लुगा किनिदिनु न यो दसैँमा ए यता कोन त बा हामी खोन मारे न खोन गर्छु पोहोर साल पनि यही अहिले पनि यही मर्दाखेरि नि यही हो कि क्या हो यसम चोते तसँग याङजी गाला चियाकोम चुरी खेला छ के चाहिँ गर्नु खोजेको टिका लगाइदेऊ छिटो हुन त चामलको अनुहार कहिले देहा भापो सुँगुरको खोरमा जन्मिने बच्चालाई दुर्गा माताले रक्षा गरून् तर के हो यार चामल पनि अडिँदैन त्यसको चिनी हाल्नु छोडेर नुन हाल्छ अनि कसरी हुन्छ त तेरो भाग्य नै छैन जस्तो छ यार छोरा निधारमा त बस्दैन त हे रातो टिका लाउनु कति सेतो टिका लाउनु भने ए त तलाई उहाँ हेर त ओम ले छम तिनी मेनाङ टिका थान मरे हाउ हाङ के आज ये सत्य समय लगाइदिए यसै ए बाउ तपाईँलाई मैले झन् रातो टिका लाउँछु भने होइन के चाहिँ त्यो यो चामल लाउनु अब निधारमा तलाई रातो टिका चाहिने त तामाङ हैन न तलाई रातो टिका आया लामो बुढोले मुला रगतै निकाल्दियो खोइ मेरो दक्षिणा यसको चाहिँ फाल्गी लिएर आउने थाहा पाइस नि दक्षिणा हेर न दैस धन्ना चाहिँ त ठिकै रहेछ भन्न झन् मेरो बाउको त छिनछिनमा बिर्सिने बानी औडा हुन्छ हो दसैँ पनि बिर्सिने बानी कस्तो आज दसैँ हो दसैँ हो आज ह्याप्पी दसैँ बाबा बाउ आज दसैँ हो के आज दसैँ हो त बिर्सिन मैले बिर्सिने बानी पनि मलाई त बिर्सेछ भने ल मलाई बिर्सिरहेको ल टिका लाउने बेला भइसक्यो अहिले लाउने ए नयाँ लुगा लगाएको त देख्नै हुँदैन है तिमीहरूले भिख माग्नु थालिहाल्नुपर्छ आज दसैँ हो के साँच्ची दसैँ पो हो त है आज ल टिका लाउँ न त दसैँ पनि आइहाल्छ ल सकिनु भएन ठुलो मान्छे राम 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 खाने चामल रातो न रातो पारेर भरे के खान्छ बुवा आज दसैँ हो के दसैँको हो त है बिर्सिने बानी पनि दसैँमा किनिदिएको लुगा त यिनीहरू त अहिले पो लगाइरहेछ ए बाउ दसैँको लुगा किनेपछि दसैँमा त लाउने नयाँ छ हौ दसैँ रहेछ को त यो फुच्ची चाहिँ को बाउ आज दसैँ हो के टिका लाउनु परेन ल यिनीहरू त ओइ ओइ बाउको दबाई दिएन बिर्सिने बानी दबाई पनि खाएको छैन भने खोइ मेरो दबाई दे त ल भर्खर खाएको होइन फेरि बिर्स्यौ आज त दसैँ है ल ल टिका लगाइहालौँ राम्ररी पढ्नु ठुलो मान्छे हुनु धेरै प्रगति गर्नुपर्छ है तैँले यसको त हाँस छैन
के गर्न आएको तिमीहरू? ल यसको हातमा त पैसा पनि छ त। हेले के खानु मलाई पैसा दिएर राख तै राख। तेरो पालो ठुलो मान्छे त कहिले भन्दिनुहोस्, पढ्दा नि पढ्नु थाहा मलाई। ल जेसुकै भन्नु चाहिँ बन जाठा। अनि त्यो बच्चा 4-5 वटा बना, बे गर, जेसुकै गर्नु चाहिँ गर। होइन अनुहार बाउ यस्तो कालो छोरा यस्तो गोरो कसरी? मलाई शङ्का लाग्छ है कहिले काहीँ। अझै नहेरे त नहेरे मलाई रिस नउठाइ भाइ। तँलाई त चाहिन्छ होला नि होइन? साला फेरि पैसा चोर्न थालिस् बाउको। बाउ आज दसैँ होइन, दक्षिणा चाहिएन भने टिका त लगाइदेऊ त। ₹5 गाह्रो गाह्रो गाह्रो। मेरो त झन् छक्का हो। होइन त्यस्तो होइन, हेर्न ऊ त्यहाँ ए बसिसकिस्? बसिसक्यो नि, बरु लगाइदिनु न टिका सिका यसो। अब मेरो बाबुलाई दक्षिणा चाहिन्छ होला होइन? दक्षिणा चाहिँदैन त अब? ए चाहिँदैन बुवा, यो दक्षिणा भनेको त हातको मैलो हो, केही पनि हुँदैन, बरु आशीर्वाद दिए पुग्छ। बुझन साँच्चै छ जेहोस्। टिका त लाउनु हुन्थ्यो बाबु, तर फेरि त्यही पल्ला घरे साइलाको छोरो मरेको छ, फेरि त्यो आफ्नै काकाको छोरो। ठुलो बा म त टिका लाउन आएँ नि दसैँको। थेत्तेरीकै रातो पसिना आउने पनि रोग कहिले नजाने भयो। थेत्तेरीका तँ चाहिँ किन डराइरहेको? नडरा नडरा अहिले टिका ला। होइन होला बुवा, अब यसपालिको दसैँ नमनाऊ जस्तो लाग्यो हौ। हे नडरा नडरा, वर्ष दिनमा आएको चाडपर्व हो, लगाउनु पर्छ, मनाउनु पर्छ। के गर्नुभयो बुवा यो? ए लगा लगा, मलाई हतार छ कि अलिकति, त्यहाँ जुठो परेको छ। ल अब भयो नि, बाँकी भएको पैसा फिर्ता घर लिएर आइज ल। फिर्ता कुन दिनमा जन्मेछ क्या यो बुढो? त टिका लाउनु पर्दैन भनेको चाहिँ मान्दो रहेछ। जे होस् ज्ञानी छ छोरो चाहिँ, अनि मेरै हो। ओए के हो दसैँमा पनि स्कुलको ड्रेस? गरिबको बच्चा त हो, त्यही त हो नि, स्कुलको ड्रेस त किनिन्छ नि दसैँमा। त्यस्तो होइन के, बोर्डिङ स्कुल हो के, बोर्डिङ स्कुल स्कुल लागिरहेछ। बोर्डिङ स्कुल? ए दादा घर जा, गाह्रो हो क्या जिन्दगी कटाउनु, कस्तो कस्तो साइकहरू एकदम गाह्रो। साला गन निकालेपछि गनले हाल्ने, किन हातले हानिरहेछस्? ओ यो खोइ साथी टोलमा नयाँ जस्तो लाग्यो हौ। के झार्यो त्यसले? त्यो टिपेर लिएर आइज त। दोस्त यो हेर्नु त, के हो यो? त्यो चाहिँ कहाँ गयो त? त्यो हग्नु आहा हग्न ए के चाहिँ रहेछ है यस्तो? ए घडी, कालो घडी के रहेछ यो? यो
अम्मो यो भाइले चाहिँ गर्छ कि आम्मा यो भाइ त डिपी छ त हो आम्मा ल आम्मा ल ल आम्मा डिपिटा खान्छ भाइ आम्मा ल आम्मामा खुट्टा पनि जुत्ता हेर न आम्मा आम्माको चाहिँ तँलाई चाहिँ नसकेन ल भाइ बब्बाल है भाइ अब प्रोज दे त यस्तो वाला आम्बो को हो त्यो डिपी होइन त्यो डिपी हो डिपी त्यस्तै लाग्यो हिँड त के हो फुच्चेहरू त गाउँबाट आयो क्या हो भाइहरू कुशल छिलु पकौडा कहाँ गयो तिमी तेरो हगेर हात धुने बानी कहिले गएन है नभन्न चुप लाग्न अझै यस्तो गर्छ होइन त त सुन्दै कहाँ 30 अहिले कति साल हो 2025 2024 मा पो आएछ त हौ हामी तिमीहरू चाहिँ 2025 मा पुगिसक्यो होइन म चाहिँ 2024 सम्म नाक कोटाकोटे गर्ने यसरी यहाँ हेर हिँड्दा पनि के जान्छस् त हामीसँग हात राख्छ अब चाहिँ यस्तो चल्दैन नि भाइ कस्तो चल्छ त यस्तो फेरि छोड्यो त्यही गरेर जिन्दगी जान्नु भनिरहेको छु भने होइन